guys, what's up? Welcome back to my new video. So it's the 17th day of me posting daily vlogs on YouTube. So my 30 days series चलिरहेको छ. Follow गरेर हामीलाई सपोर्ट गरिदिनु होला. So म चाहिँ बिहान पानी परिरहेको छ, कलेज जाँदैछु. See you here. So this is love. कुकुर साथीहरू यहाँ बसेछन् हाम्रो. पानी परेर चाहिँ सुनसान छ. आज मलाई ढिलो भइसकेको छ. उस्तै पऱ्यो भने मेरो साथीहरूले मेरो भ्लग खिचेर होला. दगुर चाहिँ त्यो भएर धेरै भ्लग सुट गर्दिनँ. सिधै कलेज बाहिर चाहिँ पुगेर सुट गर्छु. अब चाहिँ मेरो साथीले आफ्नो बाटोमा त्यस डिजिटल सिस्टम भयो भनेर देखाएको. हेर आज ढिला आउने मान्छे. आज रेकर्ड तोड्यो अन्जली, अस्मिताले रेकर्ड छोड्यो. आज ढिला आएर मैले त सुन न है, मैले गाडीमा भ्लग बनाएको थिएँ है. तर के आएछ भन्दाखेरि के आएछ भनौँ, के चावेल गौशाला खै के चावेल गौशाला नि होइन, त्रिपुरेश्वर आएको थियो. अनि बोल्न चाहिँ म बोलेको है, तर के भएको भनौँ न, सान्साले बोले चाहिँ कुचकुचकुच कस्तो भाइ कति बिहा भन अरू मामाको छोरा निनीको छोरा हो नि भाइ. छैन यिनीहरूले आज मेरो भ्लग खिचेँ. म ढिला भएर मलाई भनिरहेको थियो अघि नै, मलाई लगाइरहेको थियो यिनीहरूले यस्तै गर्छ भनेर. यिनीहरू अस्तिबाट पुरानो गाउँथ्यो. म सधैँ छिटो आउँथेँ. आज चाहिँ ढिलो पाएर ढिलो त होइन, ठिकै टाइममा पुग्यो. म आज अरू छिटो आएको हो कि यस्तो छ साथी. बानेश्वर पानी परेर चाहिँ साथीहरू हाम्रो क्लास टपरको चाप्टर मैले लेखेर ल्याइदिएँ. त्यहाँबाट आउनु नचाहने मान्छेहरू के गाउँ हेर्दै होला पक्कै पनि. नयाँ भ्लगर इन टाउन. साथीहरू हाम्रो क्लास सकिसक्यो. कलेजबाट अब हामी घर जाँदैछौँ. के बाहिर हेर भनेको अचम्म नचिकन बाहिर भने यार. साथीहरू यो अन्जुले मलाई धन्नै मार्ने षड्यन्त्र रचेको रहेछ. यस्तो यस्तो फोहोर हुन्छ बाटोमा कुकुरले. साथीहरू हाम्रो कन्टेन्ट देखाएर यति जे पनि सुट गरिदिन्छौँ हामी. साथीहरू अन्जुको चाहिँ काठमाडौँमा दुईवटा लुगा पसल छ होइन, एउटा कोटेश्वरमा एउटा काँडाघारीमा. तर उसले के लगाएर आउँछ, सल बेरेर आउँछ. उसको लाउँदाखेरि सरी कलेज आउँदाखेरि लुगा पसलै छैन क्या उसको. दुईवटा पसल हो हामी. हेर न, दुईवटा लुगा पसल भएको भने सल बेरेर आउँछ उसको आउँदाखेरि. हेर त हेर न, लुगा देखाउ न. यस्तो खाल लुगा सल लगाएर आहा स्कुल आउँदाखेरि. काम छैन यसको. अब के भन्ने यार, कन्टेन्टै छैन कि हाम्रो. हामी कलेज आज हामी खाजा नि गएनौँ, किनकि हामीले आज घरमै खाजा ल्याएर आएको थियौँ. मैले घरबाट एउटा रोटी हामी सबजना मिलेर खायौँ. सबभन्दा धेरै मैले नै खाएँ. अझ यस्तो हो मेरो अनुहार. साथीहरू हजुरहरूलाई हाम्रो भ्लग मन परेको लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला. Thank you so much for watching. Thank you so much. Bye.